विदेश विभाग प्रमुख 1 नम्बर प्रदेश अध्यक्षज्यू र विभिन्न राजनीतिक पार्टीबाट उपस्थित हुनुहुने अतिथिज्यूहरू र त्यसै गरी हाम्रो कार्यक्रमलाई शोभा बढाउनका निम्ति सहभागी कलाकार मित्र लगायत सम्पूर्ण यस कार्यक्रममा सहभागी मेरा अभिभावक र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा विदेश शासित जागरण समाज नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरी हामीले यो देशमा भएको वित्तीय समस्या समाधानको लागि भनेर हामीले भनेका छौँ। हामी यो देशमा वित्तीय समस्या कसरी भयो र समाधानको त्यसको विकल्पहरू के हुन सक्छ भनेर हामीले भनिराखेका छौँ र देशैभरि वित्तीय समस्याका लागि विगत लामो समयदेखि सडक आन्दोलनहरू र विभिन्न खाले आन्दोलनहरू गर्दै आइराखेको पनि थियौँ र अझै पनि सतहमा अझै पनि आन्दोलनकारी साथीहरू या सङ्घर्ष गर्ने साथीहरू अझै पनि हुनुहुन्छ र हामी सबैलाई हामी सम्मान गर्न चाहन्छौँ र यो देशमा भएका सबै राजनीतिक पार्टीहरूलाई पनि हामी सम्मान गर्न चाहन्छौँ किनकि हामीले यो देशको न्यायको पक्षमा आम गरिब किसानहरू मजदुर या व्यापार व्यवसाय गर्ने व्यक्तित्वहरू जो नेपाली दाजुभाइहरू आज देशमा उद्योग व्यापार सञ्चालन गरेर खाने अवस्था छैन र मध्यम वर्ग किसानहरूले उत्पादन गरेर बजार बिक्री गरेर 2 पैसा नेपालमै कृषि गरेर कमाउँछु भन्ने परिस्थिति पनि छैन र आम गरिब किसानहरूको अवस्था श्रम गर्ने र फेरि जीवनोपार्जनको लागि आफ्नो परिवारको साथमा बस्छु भन्ने परिस्थिति पनि नभइरहेको अवस्थामा हामीले यो अभियान देशव्यापी रूपमा हामीले सञ्चालन गरिराखेका छौँ र यहाँलाई जानकारी गराउन चाहन्छु। हामीले साँच्चै हाम्रो उपाध्यक्षले भन्नुभएको जस्तै थुप्रै मान्छेहरूले टिका टिप्पणी गर्न सक्छ, थुप्रै तरिकाबाट यो आन्दोलन यस्तो यो आन्दोलन उस्तो भनेर जो नचाहने व्यक्तित्वहरू र जो यही नगरपालिकाको मेयरहरू जस्ता मान्छेहरूले जो 3 रुपियाँ ब्याज भनेको 36% ब्याजमा लगाएर जो 2074 को देवानी मुलुकी देवानी संहिता 2074 विपरीत उहाँले काम गर्नु भएको छ र उहाँलाई त्यो अनुरूप हाम्रो संस्थाले मुद्दा हाल्ने हो भने उहाँ कठघरमा उभिनु पर्ने परिस्थिति सिर्जना हुन सक्छ। त्यसकारणले हामीले के भनेका छौँ भने धेरै लामो समय जो आन्दोलनमा हामी हुमिँदै गर्दाखेरि हामी थुप्रै आन्दोलनहरू गरेर काठमाडौँ राजधानीको माइती घर मण्डलमा पुग्यौँ र त्यसपछि वार्ताको टेबलमा बसिसकेपछि फेरि तिनै 2072 को संविधान 2074 को मुलुकी देवानी संहितामा र अपराध संहिताहरूमा अडिएर बहस गर्नुपर्ने र त्यहीँनिर एउटा सम्झौता पर्ने जुन परिस्थिति आइसकेपछि हामीले देशमा कुनै पनि विकल्प नभइसकेपछि अहिले यो चौतर्फी जो भोट माग्दै गर्दाखेरि मलाई लाग्छ म अचम्मित पनि लाग्छु सायद फेरि त्यस्तै मान्छे र पार्टीहरूलाई भोट दिएर जिताउने मान्छेहरू पनि त्यस्तै हो भन्ने लाग्छ। त्यसकारणले किनकि हामी यो देशमा भएका वित्तीय समस्यामा परेका नागरिकहरूले लामो समय सडकमा आन्दोलन गरेर चिच्याए पटक पटक ती मान्छेहरूको सत्ता भने ती मान्छेहरू यो देशका प्रधानमन्त्री बने, यो देशका राष्ट्रपति बने, यो देशका सभामुख बने, यो देशका सबै क्षेत्रमा यिनै राजनीतिमाथि जो आज यो 18वटा कतिवटा पार्टीले यहाँ प्रतिनिधित्व गरेर यहाँ भोट मागिरहेछ भन्ने सुन्दै गर्दाखेरि आज हामीलाई लाग्छ आज फेरि तिनै मान्छे हिजोको पीडा बिर्सेर अझ तिनै मान्छेहरूको फेरि चाहिँ जय जयकारको लागि लागिराख्नु भएको छ। उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ किनकि हामीले के भनेका छौँ भने
साँच्चै जनताको समस्या यो देशको राजनीतिक पार्टीले साँच्चै हाम्रो समस्या समाधान गरिदिएको भए आज हामी यहाँनिर आएर यो जो वाणिज्य हलमा आएर उदयपुरको यो वाणिज्य हलमा हामी यहाँ बसेर हामी छलफल गरिराख्नुपर्ने आवश्यकता थिएन। हामीले त्यस्तो नेतृत्व खोजेका छौँ यो देशमा जो कि सबै समस्याहरू राज्यद्वारा नै हामीलाई चाहिँ एउटा आगे चाहिँ हल गर्ने र हामीले काम गर्ने र गरिखाने पाउने वातावरण होस् र त्यस्तो खालको व्यवस्था कसले ल्याउँछ, कसरी ल्याउन सकिन्छ र यो वित्तीय दलालहरूको माफियाहरूको अन्त्य कसरी गर्न सकिन्छ भन्ने हिसाबमा हामी छलफल गर्दै जाँदा हामीले एक चरण यो साउनको 11 गते 82 सालको साउनको 11 गते दर्ता भएको संस्था हामीले एकचोटि यो कानुनको आडमा टिकिएको जुन वित्तीय संस्थाहरू छन् हामी यो कानुनमै नटेकिकन हाम्रो समस्या हल हुन सक्दैन भन्ने हाम्रो निष्कर्ष सहित हामीले चाहिँ अहिले हामी यो 40 वटा बुदा जो माग सहित राखेर हामी नेपाल सरकारलाई भनिराखेका छौँ कि यो सबै समस्या आम गरिब किसान आम नेपाली नागरिकहरूको समस्या हो। यो समस्या हल गर्ने भयो भने साँच्चै यो समस्या चोकमा ब्यानर टाँसेर जो चाहिँ चुनावी नारा लाउने जो अहिले चाहिँ अफिसहरू छ सबै लगाएर टाँस्नुपर्ने जुन परिस्थिति आइसकेको छ यो पुरा गर भनेर हामीले भन्नुपर्ने परिस्थिति आएको छ। जित्छ गइसकेपछि हामीलाई भेट्न सक्ने सम्भावना हुँदैन। त्यसकारणले हामी कानुनी विधिमा जानुपर्छ भन्ने कुरा चाहिँ हामीलाई लाग्यो र हामी लागिसकेपछि हाम्रो पदपछि हाम्रो उदयपुरको कार्य समितिको टिम यही हुनुहुन्छ। हामीले चाहिँ लामो छलफलपछि हामीले एउटा खालको चाहिँ सुरुवात गऱ्यौँ र यसलाई हामी अगाडि बढ्दै जाँदाखेरि धेरै ठाउँमा सकारात्मक कुराहरू मात्रै हामीले भेटेका छौँ। हामीले जो अहिले स्थानीय सरकारहरू छन् त्यहाँ पनि पोजिटिभ नै पाएका छौँ र देशभरि